भएको चाहिँ के हो भने यो कस्तो खालको जग्गा हो, यसको बारेमा प्रकृतिको बारेमा बुझ्नुपर्छ सबैमा, तपाईँहरूले बुझ्नुपर्छ, सबैले बुझाउनुपर्छ। मैले सुकुम्बासीको बारेमा अरू दुखिताहरूको बारेमा भन्नु खोजेको होइन, यो जग्गाको बारेमा, यो घरको बारेमा। यो चाहिँ 2021 सालमा यसलाई काठमाडौँ नगरपालिका भन्ने गर्दैन थियो। यसको नाउँ चाहिँ माधवस्थान गाउँ पञ्चायत वडा नम्बर 5 को 11 नम्बर किता हो। पछि यो किता काट हुँदै गएर अब 107, 108 र 56 र 76 नम्बर किताब आयो। यो 76 नम्बर किताब भनेको हो यो इन्द्र कुमार चामलिङको, यो चाहिँ अहिले स्वस्तिका चामलिङको नाममा छ। त्यसैले यो स्पष्ट ढङ्गले यो लाल पूर्जा छ, के अरे नक्सा छ, के अरे रसिद, मलको तिरेको रसिद छ, घर नक्सा पास गरेको चाहिँ के अरे नक्सा पास गरेको छ, राजस्व तिरेको छ। यो सबै कुरा हुँदाहुँदै पनि यसलाई पनि यदि चाहिँ यो ऐलानी हो, अब यो दूषित दर्ता हो भन्ने हो भने तपाईँ हामीहरूको नेपाली नागरिकता भनेको चाहिँ नागरिकता र राष्ट्रिय परिचय पत्र होइन। त्यसैले नै मान्यता नदिएपछि तपाईँहरू नेपाली हो त? जग्गा भुक्तान गर्नको लागि पनि लाल पूर्जा चाहिन्छ, नक्सा चाहिन्छ, रसिद चाहिन्छ। त्यसो भएको कारणले यो लाल पूर्जा यो राज्यले दिएको हो, फेरि यो एबिसिडी कसैले दिएको होइन। 2021 सालमै नापी भएर आएको जग्गा नै यो स्पष्ट हो। यो अहिले चाहिँ 577 नम्बर कितामा छ। यो नक्साको चार्ट भन्छ क्या, 102, 11, 20 भनेर लास्टमा 22 भनेर चार्ट नम्बर हुन्छ। त्यो चार्ट नम्बरको चाहिँ किता नम्बरको चाहिँ 577 नम्बर किता। यसलाई कुनै पूर्वाग्रही ढङ्गले मान्छेले के भन्छ के भन्छ दूषित दर्ता यस्तो भन्छ, म छक्क पर्छ। अब क्या नबुझेर चाहिँ बोल्नलाई केही अर्थ हुँदैन, बुझेर बोल्नुपर्छ। एउटा कुरा त्यो। दोस्रो कुरा चाहिँ